다디인데 지슈에 리아 신시 यो 나오게 बसन्ते अनि शिक्षामा अनि यसरी भाग 딘브라카도 लिनुहुने 솔라바소레 अनि 다베기 सबै भिक्षुनी वर्गहरूलाई त्यस्तै गरी अनि भिक्षु 다시 वर्गहरूलाई सबैलाई 마지게 नि 마zo अनेकन अनि मेरो 탐제가 자로래야 अनि प्रिय मित्रहरूमा सबैमा 감사베기 सुस्वास्थ्यको 설주야이 कामना तथा नि नमस्कार व्यक्त गर्न चाहन्छु सबैलाई टासितेले 다들의 지슈에다 다리디 지슈에 팀 듀버디 더 줍사오르바 आज यो बसन्ते शिक्षाको अब कुरान बेगे अनि ngos dunzum यसरी siarde अब 줍사레 다이네 디 지슈 송슈디 머르브제제 다들 यो 하도 अब अस्ति अब नटुङ्गिएको थियो यो जुन अब 지슈 शिक्षा 송슈디 यो वसन्त शिक्षामा जुन अब अलिकति बाँकी भएको अनि आज म अनि फेरि यसलाई म निरन्तर दिन चाहन्छु 다 담자로 유슈번시 अनि अस्ति मैले यसलाई चाहिँ म टुङ्ग्याउने छु भनेर मैले अनि प्रतिज्ञा गरे चाहिँ आज यसलाई म जसरी पनि सकुने छु केही दिनभित्र यसलाई 다제라양 कौसु बाबदे ग्याउँ युदो नामदार लिजेमा अनि अहिले यो मिगी दुर्जेको एउटा लेक्चरमा आयो न राम्रो कामको यो बाध्य हराएको छ त्यो भित्र पनि अब मैले के अब यसमा चाहिँ 33वटा श्लोक रहेको छ आज म 28औं अनि श्लोक बताउन गइरहेको छु अनि यसमा अस्ति मैले सँगै पल्डुपद्वारा अब यो यसको अब व्याख्या गरिएको छ जुन अर्थको व्याख्या त्यसको विषयमा बताउनु अनि यसमा अब जुन अब खण्डनसँग जोड गरेर मिलाउनु पर्दाखेरि यसमा चाहिँ जुन सँगै पल्डुपले यसरी अर्थको व्याख्या गर्दाखेरि यसमा चाहिँ अनि महान पुरुषको अब यो अभ्यास गर्नेमा अब 3 प्रकारको व्याख्या रहेको छ हैन बोधिचित्तले अपनाउने अनि यसको अब भावना गर्ने अनि यसको शिक्षण गर्ने 3 प्रकार रहेको छ भने अहिले चाहिँ अब तीनौं खण्डको भागमा बताउन गइरहेको छु यो अब जुन अगाडि बताएको अब शिक्षामा अब अभ्यास गर्नेमा चाहिँ अब यसमा 7 वटा भाग छुटेको छ भने पहिला के हो त छ पारमितामा अनि शिक्षण गर्ने दोस्रो चाहिँ आफ्नो मनलाई शुद्धता पार्ने तेस्रो चाहिँ बोधि जिन सबै बुद्धको चेलाहरूले यो चरित्र अनि शिक्षण गर्ने त्यसै गरी अब अनि समय र देश परिस्थिति अनुसार अब यो अध्ययन गर्ने कुराहरू रहेको छ अहिले चाहिँ 3 प्रकारको रहेको छ यो जिन पुत्रहरूले चाहिँ यो चर्याहरूलाई कसरी अब शिक्षण गर्ने भन्ने विषयमा के अब मैले बताएको थियो अनि यसको बाँकी भाग म बताउन चाहन्दैछु अस्ति बताउने क्रम नटुङ्गिएको हुँदाखेरि फेरि जोड्न चाहन्छु यसको श्लोक चाहिँ मुख्य के छ भन्दाखेरि यो चाहिँ के हो त जब बोधि चर्यामा अब बास गर्दछ सबै कर्महरू चाहिँ अब चिन्तनीय छ त्यही कारणले बोधि सत्वको सबै अब चर्याहरू चाहिँ सँग अनुकूलता हुने मार्गमा लाग्ने म प्रार्थना गर्दछु यो मेरो राम्रो काम हो कि ठान्दछु भने यसरी 28औं श्लोकमा मिगी दोजले बताउनुहुन्छ अब जिन पुत्र भनेपछि के हो त बुद्धको चेलाहरूलाई अब जस्तो कि बोधिसत्वहरूलाई बताइन्छ जिन पुत्र जिन भने बुद्ध भयो जिन पुत्रलाई चाहिँ अब जुन अब हृदयको पुत्रलाई चाहिँ अब बोधिसत्व भनिन्छ बुद्धको अब रूपको पुत्र चाहिँ अब रौरा हो
वचनको पुत्र चाहिँ अब सर्वकार प्रत्येक बुद्ध हो भने हृदयको पुत्र चाहिँ आर्य बोधिसत्व रहेको छ बुद्धको आँखा पनि अब कायाको चित्तद्वारा उत्पन्न हुने अब पुत्र रहेको हुन्छ छोराहरू हैन अब जुन बुद्धको वचनलाई अब स्वीकारेर वचन सुने त्यहाँदेखि नै अनि यसरी 5 भूमि हैन यसरी अब 10 भन्नु 5 मार्गमा यसरी अब ज्ञान प्राप्त गर्ने अब थेरवादको अब जुन अब जुन थेरवादको अब भनौँ न अनि यो बौद्ध मार्गीले भन्छ भने हृदयबाट अब उत्पन्न भएको आर्य बोधिसत्व भनिन्छन् यसरी 3 प्रकारको बुद्धको चेला रहेको छ 나네 다봐도 지 가르에 상물로 지 아주 다 별이야 차샤비는 지 अब एउटा भोटको कुरा गर्यो भने के हो त भोटमा चाहिँ अब महायानको बौद्ध धर्म धेरै नै अब प्रचार प्रसारमा आएको हुँदाखेरि अब सबैले अनि बौद्ध धर्मलाई चाहिँ फैलाउँदै छौँ यसरी अब भनिरहेका छौँ त्यही कारण सबैले समयसम्म बोधि ज्ञानमा लागिरहेको छ भन्छौँ त्यही कारणले अब अब वचन र चित्तले अब के हो त धर्म कुशल कार्य रच्नुको लागि चाहिँ के हो त शरीर र वचनबाट कुकर्मलाई त्याग गर्नुपर्ने हुँदछ त्यो मात्रै नभएर के हो त योभन्दा अधिकतम ज्ञान के हो त भन्दाखेरि अब बोधि सत्व भन्ने कस्तोले भनिन्छ भन्दाखेरि त अब सानो तिनो अब पुण्यलाई सञ्चय गर्ने सानो तिनो कुकर्मलाई त्याग्दैन बोधि सत्व भनिँदैन यसलाई साधारण पुण्य सञ्चय गर्न नभएर यसलाई असाधारण एउटा सीमा नभएको हैन विशालता अनि छलोकमा छरिएका सबै प्राणीको हितको लागि रच्ने कार्यलाई नै आर्य बोधिसत्वको यो पुण्य र कल्याणमय कुराहरू यसरी ज्ञानहरू ध्यान गर्ने यो तरिका हो धर्म यसरी गर्नुहुन्छ अब हामी जस्तो पृथक जनलाई चाहिँ के हो त आर्य बोधिसत्वको कसरी पुण्य गर्नुहुन्छ भन्दाखेरि पृथक जनले चाहिँ अब हामी बुझ्न सक्दैन त्यही कारणले पृथक जनको विचारमा अड्नु नसकेन अनि बोधिसत्वको अनि चर्या कामहरूलाई चाहिँ अब यो चाहिँ आर्य बोधिसत्वको अब चर्या भनिन्छ त्यही कारणले यो यसरी अब प्रत्यक्ष रूपमा साक्षात्कार गर्नुको लागि के हो त अब बोधि आर्य त्यसको मार्गमा लाउनु आर्य बोधिसत्व भनिन्छ यसलाई अब दुई प्रकारको अब चित्त रहेको छ होइन अब एउटा प्रणिधि बोधिचित्त एउटा प्रस्थान बोधिचित्त रहेको छ जुन बोधिचर्याहरूले यसरी बोधिसत्वहरूले अब मार्गमा अप्नाउँदाखेरि दुई प्रकारको चित्त लिनुहुन्छ होइन एउटा बोधि प्रणिधि चित्त एउटा प्रस्थान चित्त यसरी अनि यसरी मार्गमा लागेर धेरै यसरी पुण्यमा खट्नुहुन्छ दिन प्रतिदिन अनि अब प्रार्थना गर्ने चाहिँ अब प्रणिधि हो भने प्रार्थना गरे जुन साक्षात अब आफू साँच्चै नै यसरी अब अभ्यास गर्नलाई चाहिँ प्रस्थान बोधिचित्त भनिन्छ यो चाहिँ के हो त अत्यन्त के हो त अनि अत्यन्त अब अचिन्तनीय सोच्नु नसक्ने होइन पृथक जन त्यसकोलाई भनिन्छ अनन्त माया अनि ज्ञान सम्भ्रम विशालता माया अनि यसको फल चाहिँ के हो त सुसम्पन्नता अनि सुसम्पन्नता ज्ञानको परिपूर्ण भनिन्छ जस्तो कि यो त के हो त अनि सामान्य प्राणीहरू अनि पृथक जनाहरू प्रत्येक बुद्ध त्यस्तै गरी सर्वकाहरूले पनि अनि यो आदि कर्मीहरूले अनि बोधिसत्वहरूको अनि बोधिसत्वहरूको चर्या काम पुण्य चाहिँ अनि सामान्य मान्छेहरूको यो विचारमा अटिनु सक्दैन यति विशालता माया छ त्यसलाई नै बोधिचित्तको अनि चर्या भनिन्छ पुण्य र असल कर्म भनिन्छ अनि यसरी अब महात्मा बोधिसत्वहरूले अब यो साधन सिद्ध गर्ने हुँदाखेरि चाहिँ सामान्य मान्छेले चाहिँ यसलाई बुझ्न सकिँदैन त्यसलाई चाहिँ आर्य बोधिसत्व भनिन्छ महासत्व अपनाउनेलाई अब आर्य बोधिसत्व भनिन्छ अब महाबोधि प्राप्त गर्नुको लागि अब यसरी उपाय र प्रज्ञा कसरी हामीले प्रयोग गर्नुपर्दछ भन्दाखेरि होइन
यसले चाहिँ के हो त थाहा नभएको जुके क्रमले भ्रममा फसेको कारणले गर्दाखेरि अब 전주 नजानेको 사람들 धेरै छ। 전주 딱 त्यही कारण त्यसलाई मैले खुलासा गर्न चाहन्छु। बोधि भनेको चाहिँ केलाई भनिन्छ त भन्दाखेरि होइन अनि जुन अब छाया कुन हो जुन उत्पत्ति कुन हो त्यसको ज्ञान होइन त्यसलाई सेपा त मिगी वा सेपा भन्छ हो। सेपा भनेको छाया हुने होइन छाया हुने कुन चाहिँ हो र एक किसिमको अर्को चाहिँ जुन अनुत्पन्न हुने शून्यताको ज्ञान कुन हो त्यसलाई चाहिँ अनश्रवद्वारा यसरी अनि पुण्यलाई सञ्चय गर्दै अनि सबै यो भौतिक कुराहरू सबै बाहिर देख्ने यो भौतिक लगायतका यो व्यावहारिक कुराहरू चाहिँ के होला यो माया जसरी यो जादुवालले देखाए शून्यता जसरी हेर्ने त्यसमा विद्वानता भएर त्यसमा अब उपाय कौशलताद्वारा त्यहाँदेखि अनि प्रत्यक्ष समुत्पादलाई चाहिँ यसरी के हो त अनि अरूलाई देखाएको चाहिँ अब यो पृथक जनाहरूले अब बुझ्नु सक्दैन यो जस्तो कि यो अब आर्य बोधिसत्वहरूको चर्या भनौँ न काम चाहिँ के हो त भन्दाखेरि अब बाहिर हेर्दाखेरि अब के हो त एउटा कुकर्म गरे जस्तो होइन नराम्रो गरे जस्तो देख्ने तर के हो त भन्दाखेरि अब त्यो देख्दाखेरि सामान्य पृथकजनहरू चाहिँ यो चाहिँ बौद्ध धर्म होइन यो चाहिँ आर्य बोधिसत्वको कर्म होइन भन्ने यसरी अनि अनेकन अब आरोप लगाउने होइन कुरा काट्ने त्यस्तो गर्ने हुँदाखेरि त्यो चाहिँ उसको सानो सोचमा नआटेको कारणले गर्दाखेरि अनि त्यसले नदेख्ने हुन्छ यस्तो सोचले त्यसै कारणले आर्य बोधिसत्व भन्ने के हो त अनि अनेकन उपाय र अनेकन प्रज्ञा अब यसरी अब देखाउनु पर्ने हुँदाखेरि अनि आर्य बोधिसत्वको चर्या कस्तोले भनिन्छ त भन्दाखेरि होइन सामान्य पृथकजनले जुन पञ्चकलेशमा भिजिरहेको देख्न नसक्ने हुँदाखेरि 가르쳐다 샘제 녀모바 अनि प्राणीहरूलाई अब अब यहाँदेखि अब उदय गर्नुको लागि जुन यो पञ्चकलेशदेखि अब उदय गर्नुको लागि होइन ज्ञानको उदय गर्नुको लागि मिग्यू दर्जुले के भन्नुपर्छ त भन्दाखेरि यसरी आर्य बोधिसत्वहरू कर्मलाई चाहिँ आफूले सत्यको रूपमा देख्नुको लागि के हो त यसरी जुन दुई प्रकारको बुद्धको कायाहरू फल अब कायाहरू अनि प्राणीको लागि अनि अनगिन्ती प्राणी हितको लागि के हो त अनि बोधिचर्यामा लाउनु पर्ने र असल कर्ममा लागि पर्नुपर्ने असल प्रणिधनमा यसरी अनि लाउनु पर्ने यो शुद्धता भएको हुँदाखेरि अनि मिगी धोर्जेले चाहिँ यसरी अब थाहा भएको हुँदाखेरि होइन अनि यसरी अब सबै पुण्यको सञ्चय गर्नु हुँदाखेरि अनि यसरी पुण्यबाट नै बुद्धको ज्ञान बोधिसत्वको ज्ञानहरू देखा पर्दछ भने यसरी उहाँलाई थाहा हुने गर्दथ्यो छोरी छातान्छ्या समर्वे त छोरी छातान्छना जादु यानाजी अब चाहिँ कसै चाहिँ के हो त भन्दाखेरि एक किसिमको के हो त अब कुनै मान्छेहरू चाहिँ एक किसिमको के हो भन्दाखेरि अब आजकल त्यहाँ धेरै जो भन्छन् कि यी मानिसहरूको दृष्टिकोण र ध्यान आचरण र नीतिहरूको शिक्षाको लागि सबै स्रोतहरू अनि बुद्धहरूको अनि शिक्षासँग अनुकूल त छैन सबै प्रतिकूल छ बाहिरिएको चाहिँ मिल्दैन भने त्यसमा राग गर्ने होइन अनि यो बुद्धको ज्ञान होइन भने यसरी अब तिरस्कार गर्ने धेरै रहेको छ यसरी अब बौद्ध धर्म होइन यो बुद्ध ज्ञान होइन भने यसरी भन्नु कारण के हो त भन्दाखेरि अब यो चाहिँ सामान्य भनौँ न जुन भोटमा फैलिएको बौद्ध धर्मसँग तालमेल सबैसँग अब नमिलिएको हुँदाखेरि त्योसँग नमिलेको हुँदाखेरि अनि यो मिल्दैन यो बौद्ध धर्म होइन भने तिरस्कार गर्ने व्यक्तिहरू पनि निकै रहेको छ के भए तापनि बौद्ध धर्म भनेको अत्यन्तमा विशालता हो यो अत्यन्त ज्यादा यो सीमा छैन यो होइन यसरी भोट वर्षमा फैलियो होइन बौद्ध धर्म चाहिँ टिबेटमा मात्रै फैलिएको होइन अनेक देश होइन राष्ट्रमा फैलिएको हो यो अब जुन भोटमा फैलिएको बौद्ध धर्मसँग तालमेल खाएन भने त्यो चाहिँ बौद्ध धर्म होइन भने यसरी भन्नु मिल्दैन
अब भोट बाहेक अब अर्को देशमा बौद्ध धर्महरू नफैलेको भए त अब हो नफैलेको भए हो मिल्दैन बौद्ध धर्म होइन भन्नु मिल्थ्यो तर के हो त अब भोट बाहेकको अर्को देश जापान लगायत अनेक नेपाल होइन भुटान लगायतका अनेक एसिया युरोप होइन त्यसै गरी अब अनेक ठाउँमा यो बौद्ध धर्म फैलेको हुँदाखेरि अनि अनेक आफ्नै प्रकारले फैलेको हुँदाखेरि अनि यो बौद्ध धर्म एउटा जान्ने परिपटि नमिल्ने यो होइन भन्नु मिल्दैन त्यही कारणले मिग्यो दोर्जेले पनि मिग्यो दोर्जे पनि यही कुरालाई बताउनुहुन्छ अनि यसलाई चाहिँ अब भनौँ न निष्पक्षता रूपमा पनि बौद्ध धर्मलाई चाहिँ एकीकरण गरेर हेर्नु पर्दछ भने यसरी अनि मिग्यो दोर्जे बताउनुहुन्छ अब ठिदुङ्ग्या छ भन्छ होइन छोटो व्याख्याको अब 8औं अब यसको भागहरू छ 100औं भाग भित्र पठाएको छ 108 छोटो व्याख्याको 108वटा भाग छ त्यो भित्र बताएको छ के भन्नुहुन्छ भन्दाखेरि जुन पक्षपात गर्ने यो विभिन्न पक्षपात गर्नु हैन आफ्नो मत मात्रै अनि यसरी राख्नु कारण के हो त भन्दाखेरि यो चाहिँ अनि आफ्नोसँग सम्बन्ध भएको नजिउ भएको अत्यन्त राम्रो मान्ने बौद्ध धर्म यो शुद्धता मान्ने आफूभन्दा अलिकति टाढो भएको आफूसँग नमिल्ने दर्शनहरू चाहिँ अनि यो चाहिँ राम्रो होइन यो पक्षपात गर्नु यसलाई हटाउनु पर्छ भने यसरी अनि आफ्नोलाई चाहिँ आफ्नो पक्षमा ल्याउने अरूलाई चाहिँ अनि तिरस्कार गर्ने हटाउने अनि त्यस्तो चाहिँ के हो त एउटा राग आफ्नोपट्टि राग भएको अरूपट्टि देशहरू भएको कारणले गर्दाखेरि त्यस्तो भएको हुँदाखेरि अनि यसरी बौद्ध धर्मपट्टि प्रश्न र उत्तर गर्नु चाहिँ के हो त अनि तिम्रो धर्म चाहिँ टाढाको राम्रो छैन अब आफ्नो नजिकको चाहिँ राम्रो राग गर्नुपर्छ यसरी अनि सोचेर अनि बौद्ध धर्मको लागि अनि उत्तर प्रश्न गर्नु चाहिँ यो चाहिँ के हो त रेस र देग र राग फैलिने बाहेक अरू केही पनि होइन भनेर यसरी बताउनुहुन्छ त्यही कारणले गर्दाखेरि अब अरूको जुन धर्मलाई फैलाउने अब जुन धर्म शासन होइन जुन अब अनेक जस्तो भए पनि के हो त अनि आफ्नो दर्शन बाहेक अरूको अनि बुद्धको वचनहरू होइन एक किसिमको अब गुरुहरू भयो मार्गदर्शक भयो के हो त अनि यसरी अनि यसरी बाहिर एक किसिमको नराम्रो देख्नु कारण के हो त भन्दाखेरि अनि यसमा चाहिँ डा भएको कारणले गर्दाखेरि कसरी भन्दाखेरि अरू अलिकता मठ अनि मठ मन्दिरहरू फैलिरहेको हो अनि भिक्षुको सङ्घ दलहरू धेरै फैलिएर गएको हुँदाखेरि उसले गरेको धर्म चाहिँ राम्रो होइन यो डा गर्ने म भन्दा पनि ऊ धेरै नै अब सबैमा अब वृद्धि हुँदै गयो त्यही कारणले गर्दाखेरि यो विशेष गरी के हो त अरूले गरेको आफूले गर्नु नसक्ने अरूले गरेको प्रति यसरी त्यो डा भएको कारणले गर्दाखेरि अनि आफूमा राग अरूमा देश क्रोधहरू फैलिएको यो सबै ठगदोक भनिन्छ यसलाई एक किसिमको यो के हो त भन्दाखेरि अनि यो ड्रामा हुँदछ त्यही कारणले गर्दा आफ्नो दोष देख्नु गाह्रो छ अरूको गल्ती दोष देख्नु सजिलो छ त्यही कारणले गर्दाखेरि हामीले अध्ययन गर्नु अभ्यास गर्नुपर्ने हाम्रो एउटा बौद्ध मार्गी भएर के हो त भन्दाखेरि भित्री रूपमा हेर्नुपर्ने आन्तरिक ज्ञान हेर्नुपर्ने जरुरी छ होइन आफ्नो मनले के गर्दैछ मेरो मनले गरेको काम शुद्धता छ कि छैन यो पञ्चबीजसँग विरुद्ध लडेको छ कि छैन यसरी बाहिरी संसार बनाएर भित्री आफूले हेरेर अनि आफूले अध्ययन ध्यान र शिक्षा गर्नुपर्ने भयो बुद्ध ज्ञान त्यसरी नै भनिन्छ अनि एउटा बौद्ध मार्गी भएर एउटा के होला नि बाहिर हेर्ने बाहिर गल्ती पोल कोट्याउने यसरी हेरेर ध्यान गर्ने अध्ययन गर्ने त्यो बौद्ध मार्गी हुने एउटामा गलत हो त्यो भन्न ठान्दछु जस्तो सुकै अब के हो त हामीले के गर्नुपर्छ भन्दाखेरि जस्तो सुकै एक किसिमको नराम्रो पक्षहरू देख्दाखेरि पनि ओहो यो त मैले अरूको पोल कोट्याउँदैछु है अरूको दोषहरू म हेर्दैछु ओ यो मेरो काम होइन नि मेरो बौद्ध मार्गी भएर यस्तो गर्नु यो मेरो अभ्यास होइन नि यो बाटोमा लाग्नु हुँदैन आफूले बिउजनु पर्ने हुन्छ कि त कि साँच्ची नै बाहिर तपाईँले गल्तीमा गल्ती भएको भित्री अब ज्ञानबाट अब चाल पाउनु पर्यो नत्र भने के हो त आफ्नो अनि आफ्नो ज्ञानलाई चाहिँ अब वृद्धि अनि नगराउने भित्री आफ्नो ज्ञानलाई सुधायो भने
अनि के होता अनि कि त यो मान्छेको वो गल्ती हो कि होइन शङ्का गर्नु कता कता अनि हामी 100% यो निर्णय गरिदिनु यो एकदम गल्ती हो यो राम्रो मान्छे होइन यो उसले गरेको सबै गल्ती उसको नै हो भने यसरी निर्णय गर्नु चाहिँ यो राम्रो होइन त्यही कारणले 진짜 강사지 소수 전대 매야지 소수 달래가 신다지 차이는 त्यसै कारणले हामीले आफ्नो काम बाहेक अर्को काममा हामी चासो गऱ्यो भने चाहिँ के हो त भन्दाखेरि अब अनि यो हाम्रो गल्ती हो त्यही कारण के भन्दैछ भन्दाखेरि अरूको गल्तीलाई चाहिँ गल्ती भनेर देखाउनु हुँदैन आफ्नो आफूमा लुकाउनु पर्दछ आफ्नो गल्तीलाई चाहिँ देखाउनु पर्दछ भनेको छ यसरी भन्नुहुन्छ त्यसै गरी ठिक हुन्छ फेरि त्यो भित्र के छ भन्दाखेरि होइन आफ्नो सिद्धान्त दर्शनमा अब के हो त ग्रहण गर्ने होइन अनि ग्रहण गर्दाखेरि आफ्नै दर्शन चाहिँ अत्यन्त राम्रो त्यो बाइक अर्को पक्षको सिद्धान्त दर्शनहरू चाहिँ राम्रो होइन अनि यसरी अनि राग र अनि रिसको यसरी एक इस्युमा लड्ने अनि यसमा विरुद्ध कुराहरूलाई ल्याउने महान ठुलो पाप हो भनेको अरूकोपट्टि लत्याउने आफूपट्टि अब यसरी आफ्नोपट्टि ल्याउने यो चाहिँ राम्रो होइन भनेको त्यही कारणले बौद्ध धर्म सञ्चय गर्नको लागि यो अत्यन्त हानिकारक हो भनेको छ त्यही कारणले आफ्नो घमण्ड र एउटा रिस र एउटा रागले गर्दाखेरि आफूले जे गरेको राम्रो मात्रै हुने अरूले गरेको सबै नराम्रो देख्ने होइन जस्तो गरे पनि गल्ती र नसुध्रेको देख्ने भन्दाखेरि त्यो सबै आफ्नो कमी कमजोरीले हो सबै हामीले यस्तै परिकारले हामी नजर लाउँछ नि अरूलाई होइन अरूले गरेको चाहिँ के हो त भन्छ नि आफ्नोपट्टि राग उत्पन्न गर्ने देश उत्पन्न गर्ने यो कतै पनि राम्रो होइन अनि त्यो चाहिँ एउटा सङ्कट उत्पन्न गर्ने एउटा के हो त मुख्य स्रोत हो उदाहरणको लागि के हो त अब के उदाहरणको लागि आफूसँग मनपर्ने मान्छेले जे देख्ने होइन उसले जे गरे एकदम राम्रो अनुकूल त पारिवारिक वातावरण भयो जस्तो राम्रो तर आफूसँग मनपर्ने मान्छे कुनै अरूपट्टि गएर नमिलोसँग गएर गऱ्यो भने उसले राम्रो काम गरे पनि नराम्रो देख्छ उसले राम्रो काम गर्दाखेरि पनि के हो त एक किसिमको घृणा गर्ने नकारात्मक सोचहरू उत्पन्न के हो त भन्दाखेरि अनि आफ्नो मात्रै राम्रो अरू चाहिँ खत्तम नराम्रो सोच हिसाबले नै यस्तो आएको हुँदाखेरि यसलाई हामीले धेरै चासो र ध्यान दिनुपर्ने हुन्छ त्यही कारणले यस्तो नहुनुको कारण चाहिँ पहिला आफू बाहिर होइन भित्री पल्ट्याएर हेर्नु पर्दछ राम्रो नराम्रो के हो त आफूलाई नै नजर लगाएर हेर्नुपर्छ होइन आफ्नो मनमा चाहिँ एउटा राग र एउटा के हो त देश भएको कारणले थाहा हुनु पर्दछ होइन तपाईँले जाँच गर्नुपर्ने हुँदछ बाहिर सबै नराम्रो देख्ने आफ्नो पक्षमा चाहिँ राम्रो देख्ने आफ्नो विपक्षमा नराम्रो देख्ने कारण चाहिँ रिस उठ्ने राग लाग्ने त्यो चाहिँ के हो त साँच्चै नै भएर हो कि तपाईँको ध्यानको कमी कमजोर भएकोले हो त्यो आफूले जाँच गर्नुपर्ने हुँदछ त्यही कारणले यदि हामीले बौद्ध धर्मलाई अब साधना गरिसकेपछि बौद्ध धर्मलाई अप्नाइसकेपछि त्यसको मार्गमा गइसकेपछि के गर्नुपर्छ भन्दाखेरि आफ्नो पक्षमा भएको व्यक्ति धर्म जेसुकै राम्रो भएको अनि राम्रो भएको पनि के त राम्रो देख्नु पर्दछ र जुन आपसमा विपक्ष आएर यसरी शान्त पर्नु पर्दछ यही नै यो बौद्ध धर्मको साधना गर्ने एउटा व्यक्तिको काम भनेको बताउनुहुन्छ त्यही कारणले आफ्नो पक्षहरूपट्टि आफ्नो दर्शन चाहिँ एकदम राम्रो हो अरूको चाहिँ नराम्रो हो भने तपाईँले हो कि होइन भने तपाईँले जाँच गर्नु होला होइन यदि आफ्नो सम्प्रदायको आफ्नो दर्शनको पक्षमा भएको राम्रो हो कि होइन भने यसमा के हो त अनि हो कि होइन त्यसलाई पत्ता लगाउनुको लागि के हो त अनि
अरूको दर्शनसँग युवती विपक्षी मेंगा इना रा ताने चुगी चाहिँ सेंदा लामा उपदेश होस् इना चाहिँ लामा थावा गुरुवर्ग इना होस् तेजुले या जस्तोसुकै अर्को गुशेब अरू शेरची सम्प्रदाय बौद्ध थाना धर्मको अब शेरची के हो त अब 차당 दर्शन 초르치 जेसुकै होस् 진리지 अनि 용도나 रिस 아니 रागहरू 수수기 काम हुँदै 그 गएको छ 추규당 एकदम 가사지소 मिलपता एकदम गम्भीरता हुँदै 야부예바 गएको छ एकदम 상부예 गाढ 아레스 घनिष्ठ 마도 수수기 मित्रतामा परिणत 추규디 हुँदैछ भने के हो त एक 안 किसिम के हो 라마 त ओ 타바데서 미수지다 마티요 좁다 शुद्धता छ 수지다 भने 마티요 अनि एक किसिमको 봐 मिल्दछ 추규 यो बौद्ध 수지다 धर्मको 마티요 अनुकूल हो 베베데 त्यो बाहेकको 가르쳐다 अरू 아주 सिद्धान्त दर्शन 베베게라 बौद्ध 세마라 धर्म चाहिँ अरू 고슬라버 कुनै 다 अनि विपक्षी 수투기나지 बौद्ध 당불에 सम्प्रदायसँग नमिल्ने 라발레야 दर्शन पनि नमिल्ने बौद्ध 차차경에로 धर्म पनि 진리지 नमिल्ने 차이부예비나 아니 उल्टो र 수수기 भयो भने त्यो के हो त 가즈모 가즈지 तपाईँको 야보 तपाईँले 통대비나 되나 जतिसुकै 응미지 आफ्नै 도와라 आफ्नै 야보 आफ्नै 왜다 पक्षबाट राम्रो देखेको बौद्ध धर्म शुद्धता जस्तो देखेको चाहिँ यो कहिले पनि शुद्धता हुँदैन यो धेरै गलत भएको हो 소수기 추규당 소수기 आफ्नो मात्रै राम्रो देख्ने 추규 अरूको 디글라마 घटिया नराम्रो देख्ने 라마티즈 यो कहिले पनि 가즈모기 शुद्धता र यसले चाहिँ 상부야 बौद्धको 대수지기 ज्ञान यसले 아니 प्राप्त गराउँदैन 가르쳐래 차당 총르치 다는 신기 त्यसैले गर्दाखेरि 신달래 아직 타나체르치 90체로 들어왔는데 지고 अनि यसरी आफ्नो 진짜 दर्शनमा महिमेছে लागि पर्दाखेरि 아 अरूको 가시 धर्म सामने पनि के हो त 나와라 राम्रो देख्ने 가수로 शुद्धता देख्ने मान सत्कार 수수 초디 상부 बढेर गयो भने यो चाहिँ के हो त अनि यो चाहिँ आफूले गरेको सिद्धान्त आफूले अभ्यास गरेको त्यसमा अध्ययन गरेको यो चाहिँ शुद्धता दर्शन र दृष्टि सिद्धान्तहरू भन्ने हामीले भन्नु सक्दछ र यसमा कुनै पनि गल्ती हुँदैन यसरी अब एक आपसमा सबैमा समानता यसरी मित्रता गाँच्दा गयो भने के हो त भिक्षु पनि के हो त वृद्धि भएर जाने एक आपसमा सम्बन्ध पनि एकदम के हो त सम्बन्ध पनि एकदम गाढा भएर जाने घनिष्ठ एकदम मित्रताको रूपमा देखिने जुन बौद्ध धर्मप्रति लागेको आरोपहरूलाई के हो त हामीले यसलाई एकैचोटि त्यसलाई निभाउनु सक्ने त्यस्तो क्षमता बढेर जाने विभिन्न सम्प्रदायहरू भएर अनि आफ्नो सम्प्रदाय बाहेक अरूको सम्प्रदाय के हो सिद्धान्त चाहिँ खराब हो धेरै यसमा शुद्धता छैन भने यसमा अनि खुट्टा तानातान गर्ने होइन त्यसलाई हप्काउने त्यसलाई अनि तिरस्कार गर्ने त्यस्तो गर्यो भने यो चाहिँ बौद्ध धर्मसँग अनुकूल नमिल्ने हुन्छ बौद्ध धर्मसँग मिल्दैन त्यस्तै गरी के हो त यो चाहिँ अनि यो चाहिँ बौद्ध धर्म हो अनि यसरी यो बौद्ध धर्मको सम्प्रदाय भन्नु पनि अनि भन्नु गाह्रो नै हो मिल्दैन यो यसले धेरै नै खतरा कुरा भित्राउनै हुन्छ धेरै अनि यस्तो भयो भने के हो त अबौद्धहरूलाई पनि बौद्ध धर्म हो होइन अनि एक किसिमको बौद्ध धर्म एक किसिमको अनि बुद्धको वचनलाई पनि होइन बुद्ध वचन होइन भने जुन बौद्ध गुरु अबौद्ध गुरु हो भने यस्तो हुने हुँदाखेरि यो चाहिँ कुनै पनि राम्रो र नै सकारात्मक अनि मार्गमा जाँदैन भन्ने बताउनु हुन्छ त्यही कारणले गर्दाखेरि हामीले प्रार्थना गर्दाखेरि होइन राम्रो गुरुसँग मेरो भेट होस् होइन राम्रो गुरु प्राप्त होस् भन्छौँ नि होइन राम्रो एकदम सम्प्रदायहरू उपदेशहरू मलाई मिलोस् भन्छ प्रार्थना गर्छौँ नि होइन सबैको इच्छा त्यही नै हो नत्र भने पहिल्यैदेखि नै होइन नराम्रो गुरु मलाई भेटोस् अनि धर्म र सम्प्रदाय नराम्रो खराब भयो भेटेर जाओस् भन्दैन नि धर्म र उपदेश होइन गुरुहरू राम्रोसँग भेट्नुको लागि उद्देश्य के हो त भन्दाखेरि भेट्नुको लागि उद्देश्य के हो कारण के हो त भन्दाखेरि सबै राम्रो सबै विघ्न बाधा हटाउनुको लागि होइन सबैसँग एकनाथ हुनुको लागि के हो त सबैमा समानता एकाग्रता सबैमा बराबरीको सोच हुनुपर्दछ होइन विशेष गरी के हो त आफू पछि राग गर्ने अरू प्रति देश क्रोध नभएको सोच हुनुपर्दछ होइन यसरी अरूलाई अब आफूले तिरस्कार गर्ने हटाउने आफूलाई चाहिँ यसरी भित्राउने हो भने यसले चाहिँ विभिन्न द्वन्द्वहरू ल्याउँछ यसले धेरै नै अब समस्या ल्याउने हुँदाखेरि यसलाई चाहिँ शान्त पार्नुको लागि यसलाई शान्त गराउनु पर्दछ भने यसरी सोच ल्याउनु भयो भने यसरी कर्म अघि सर्नु भयो भने अनि सबै बौद्ध धर्म एउटा समूहमा सम्बन्ध रूपमा देख्नुहुन्छ यसलाई नै भन्छ अनि उद्देश्य यही नै हो सबैले विघ्न बाधा क्रोध देश झगडाहरू हटाउनु शान्त पाराउने नै के हो त
बौद्ध धर्मलाई साधना गर्नु मुख्य nga le उद्देश्य हो jang be nga ra su su jigdien be ne ga samar da chelo ma shu kong gi mi te ra chelo shu cha yo mi di ni pi ju dur yon du sa ne ngoma mi di mingim chung ru bi अब cha हामी da फरक हुनु पर्यो नि पहिला ta chelo सामान्य jing sa लौकिक je अब la संसारीमा बस्दाखेरिको एउटा विचार र आफू एउटा भिक्षु भएर एउटा बौद्ध सम्प्रदायको एउटा सम्बन्ध बस्दा आफ्नो सोच के हो त बेग्लै हुनु पर्यो नि नत्र भने एउटा बौद्ध धर्मको सम्प्रदायमा बसेर जुन पहिला लौकिक संसारमा भिजेको जस्तै अनि पक्षपात गर्ने हैन घृणा गर्ने नकारात्मक सोचलाई ल्याउने भने त्यो के हो त हैन नि तपाईले साधना गर्नुपर्ने के हो साधकको काम के हो अनि मोक्ष प्राप्त गर्ने हो नि मोक्ष प्राप्त गर्ने सोच भएर तपाईको अभ्यास के भयो त अनि कुकर्म त्याग गर्दै गयो नि त कुकर्म त्याग गर्नु कता कता कुकर्म सञ्चय गर्दै गयो भन्दाखेरि साधक र साधना भिन्नता भयो साधकले बेग्लै काम गर्यो र उसले साधना गर्नु जानेन यो बाटो भुल्यो नि त बाटो बिरायो त्यही कारणले गर्दाखेरि अनि कदम्बा गुरुको एउटा के हो त अब उहाँको एउटा वचन छ भन्ने वचन के छ भन्दाखेरि एउटा कथा पनि छ के छ भन्दाखेरि त्यहाँ यो चाहिँ साँच्चै घटेको घटना हो यो एक समयमा चाहिँ जो नेपालले अध्यक्ष भन्छ जो अब अध्यक्ष दिपङ्कर ज्ञान श्री ज्ञान दिपङ्कर चाहिँ उहाँ चाहिँ अब न्येथाङ भन्ने ठाउँमा अब उहाँ बस्नु भएको बेला चाहिँ श्री ज्ञान दिपक अध्यक्ष चाहिँ एउटा न्येथाङमा बस्नु भएको बेला आजभोलि चाहिँ लासाको छेउछेउमा पर्छ आजभोलि चाहिँ अब न्येथाङ भने चाहिँ आजभोलि यसरी लासाको धेरै अब न्येथाङ भन्ने ठाउँ भयो अध्यक्ष चाहिँ अब जुन त्यो बेला भोटको अब एउटा मार्गदर्शक भनौँ न एउटा धेरै गुरुहरू अब धेरै अब जम्मा भएर त्यो बेला अब छलफल गर्नुभएको थियो धर्मप्रति अब यसरी उहाँले तर्क वितर्क गर्नुभएको थियो अनि यस्तो हुँदै रहेछ भनेर अध्यक्षलाई आम्न सेवाले भनेछ भोटमा चाहिँ यसरी विभिन्न विद्वानहरू अनि भेटघाट गरेर होइन त्यसमा समीक्षा होइन यसरी अब यसरी धर्मको संवाद गर्दै रहेछ बताउने क्रममा यो सुन्दाखेरि अत्यन्त प्रसन्न खुसी हुनुभयो अरे अध्यक्ष चाहिँ त्यो खुसी हुँदा उहाँ जानुभएछ अध्यक्ष त्यो बेला न्येथाङमा जानुभएको थियो संवाद भएको ठाउँमा त्यो बेला खुङो डुमसुम भनिन्छ होइन 3 जना भनिन्छ होइन 3 प्रकारको यो चाहिँ अब उहाँ चाहिँ अब यो अध्यक्षको चेला हो उहाँहरू चाहिँ विद्वान पनि हो 3 जना चाहिँ त्यस्तै गरी के हो त उहाँ चाहिँ अलिकति चरित्र अलिक कस्तो कस्तो थियो तर पनि एकदम महाविद्वान उक्त हुनुहुन्थ्यो यसरी अब बौद्ध धर्मलाई चाहिँ अब जुन अब नष्ट भएकोलाई चाहिँ फेरि अब पुनः अब यसरी वृद्धि गर्ने अब यो धेरै अब उहाँहरूलाई अब मान सत्कार गर्नुहुन्थ्यो बौद्ध धर्म नाश भएकोले फेरि फैलाएर ल्याऊ भनेर यसरी अब उहाँलाई भन्नुहुन्थ्यो त्यसरी अब अत्यन्त विद्वानहरू भेटिरहेको थियो त्यो बेला होइन धर्मको संवाद भइरहेको थियो यसरी संवाद गर्ने क्रममा अन्तत के भयो त भन्दाखेरि एक आपसमा के हो त यसरी विभिन्न अनेक कुराहरू चाहिँ अब त्यहाँ जुझ्नु पुग्यो अब भन्दै तासँग हिँड्का टोपी विषय भने कस्तो शब्द एउटा भिक्षुहरू राम्रो अनि भिक्षुहरू राम्रो घोडा हो कि भन्दा उसको अब उसको लगाम लगाएपछि थाहा हुन्छ भनेपछि त्यस्तै किसिमको अब भिक्षु अनि भिक्षु हो कि होइन भनेर उसलाई अनि रिस उठाएर उसलाई थाहा हुँदछ भनेको छ उसलाई अनि त्यस्तो कुरा उत्पन्न भएको रहेछ
अनि आफूलाई चाहिँ एकदम ज्ञान भएको कुरा आफूलाई चाहिँ ज्ञान भएको अहमको कुरा गर्ने अनि अरूको चाहिँ ज्ञानलाई के त तल हातमा हल्लाउने अरूले झार्ने त्यस्तो कुरा भएको थियो यसरी गर्दा गर्दा अन्तिममा के हो अन्तत अनि धेरै नै विघ्न बाधा ल्याउने काल झगडा ल्याउने त्यस्तो कुराहरुमा अनि विघ्न बाधा मच्याउने काल झगडा हुने सबै समस्या त्यस्तो उत्पन्न अन्तत झगडामै यो टुङ्गियो यस्तो कुराहरु हैन एक किसिमको अनि हात मुड्की लगाउने हैन पाखुरा सार्ने त्यसो सम्म पुग्यो त्यस्तो देख्दाखेरि हैन अनि एकदम झोझे पाल्ने आदेश एकदम दुःख भएर म फेरि अनि फर्किनु भयो उहाँ दुःख लागेर केही दिन गरिरहेको होला नि अब दोस्रो दिनमा फेरि अनि अनि फेरि अध्यक्षले कुनै अनुरोध गर्नुभएछ तपाई आज पनि जानुहुन्छ कि त्यो धर्म संवादमा भन्दाखेरि अनि म आज जाने म जाँदिन भनेर डमडमलाई यसरी अध्यक्षले भन्नुभएछ अनि अध्यक्षले चाहिँ म जाँदिन भन्नुभएछ त्यो धर्म संवाद गर्ने ठाउँमा किन नजाने सोध्दाखेरि हैन म नजानुको कारण के हो त भन्दाखेरि धर्मको संवाद गर्नु भनेको के हो त एक किसिम के हो त यसरी धर्मको संवाद गर्ने यसरी छलफल गर्नु के हो त भन्दाखेरि आफूमा रिस देख पञ्चविषहरुले के हो त त्यसलाई विनय पार्दै शान्त पार्दै त्यसलाई हटाउने हो हैन जुन बौद्ध धर्ममा बौद्ध साधना गर्दाखेरि आफूमा हुने पञ्चक्लेशलाई कसरी न्यूनतामा झार्ने कसरी यसलाई हटाउने त्यसमा छलफल गर्नुपर्ने हुन्छ त्यसमा संवाद गर्नुपर्ने त्यो बाहेकको अनि त्यो बाहेकको त्यो ठाउँमा चाहिँ के हो त पञ्चक्लेशले वृद्धि गर्ने बाहेक अनि विवादले वृद्धि गर्ने बाहेक अनि पञ्चक्लेशले चाहिँ अब के हो त पञ्चक्लेशलाई अनि हटाउनेमा होइन रहेछ त्यही कारणले त्यो धर्म संवाद भनिँदैन जस्तै कि बिमार भयो भन्दाखेरि बिमार हुनुलाई अब निको पार्नु लागि दबाई खानु पर्यो हैन जुन दबाई नै विषमा परिणत भयो भने त्यो दबाईले कामै गर्दैन त्यसै कारणले गर्दाखेरि अनि आफूमा हुने पञ्चक्लेशहरुलाई त्याग्नुको लागि आफूमा हुने कुन चाहिँ रिस पञ्चविषमा कुन चाहिँ कलेशमा कुन चाहिँ एकदम धेरै विशालता छ त्यसलाई चाहिँ न्यूनतामा झार्नुको लागि अनि त्यो शान्त पार्नलाई त्यसलाई हटाउनुको लागि नै धर्मको संवाद गर्ने हो नि त नत्र भने जुन रोगमा लड्नुको लागि त्यसको विरुद्ध त्यसलाई दबाई दिनुपर्ने हुन्छ निको पार्नलाई त्यो दबाई नै विषमा परिणत भयो भने त्यो विषले रोगलाई फैलाउने हुन्छ रोगलाई निको पार्ने हुँदैन त्यस्तै किसिमको त्यही कारणले जुन रोगको लागि निको नपार्ने दबाई नै विष भयो भने त्यो धेरै खतरा हुने हुँदाखेरि त्यस्तो हुने हुँदाखेरि म त्यो ठाउँमा जाँदिन पञ्चविषलाई वृद्धि गराउने बाहेक पञ्चविषले हटाउने न्यूनतामा झार्ने धर्म संवाद होइन रहेछ भने यसरी बताउनु पर्छ यसरी उहाँले उखान पनि भन्नुभयो त्यो बेला पहिला अब बुद्धले पहिला भन्नुभयो त्यो भिक्षुहरू यसरी दुई टुक्रा भयो भने त्यसलाई भङ्ग भयो भने त्यसलाई के हो त अनि यो यसरी विघ्न बाधा जुन झगडाहरूलाई चाहिँ के हो त शान्त पार्ने यसरी अब अनि शान्त पार्ने यसरी एउटा बुद्धले उपाय बताउनु भएको थियो एउटा भिक्षुहरूलाई त्यो बेला अब अनि एउटा त्यो बेला त्यस्तो भएको थियो होला हैन जुन त्यो बेला भिक्षुहरू अब भाडिने बेलामा अब मिलाउने एउटा भिक्षु होला थियो अरे एउटा अनि भिक्षु चाहिँ एउटा खोलामा गएर यसरी नागहरूलाई यसरी बलिहरू दिन्थ्यो नागको तोरमा चढाउन गर्थ्यो अनि नागले यसरी खोलामा गएर पूजा गर्ने क्रममा अनि त्यो नाग नागिनीहरूले चाहिँ के हो त अनि नाग नागिनीले अनि यसरी दान गर्दाखेरि अनि नाग नागिनीहरू चाहिँ के हो त अनि त्यो भिक्षुलाई चाहिँ अनि भिक्षा टनहरू दिन्थ्यो जुन अब भिक्षा दिनुहुन्थ्यो अनि यसरी जुन भिक्षुको चाहिँ एकदम भित्रै उहाँलाई के हो त यसरी गर्ने क्रममा अब त्यो नाग नागिनीहरूले भिक्षा दिनु भयो होइन खानेकुरा दिँदाखेरि एकदम नजिक हुँदाखेरि अनि जुन भिक्षुको मनमा चाहिँ एउटा घमण्ड जागेछ होइन अनि यसरी अरू भन्दा त म त्यो नाग नागिनीहरूले मलाई धोका नआउने एकदम ज्ञानको प्रकाशन पुगेछ भने यसरी
अनि यसरी अहम ज्यादा आएर नि एकछिन के हो त एउटा तिनीहरूलाई भन्दा नि म अघि जाने छु भने एउटा के हो त अनि त्यस्तो एउटा शब्द बाहिर उछिन्दिँदाखेरि अनि के हो त अनि घमण्डले गर्दाखेरि अनि पछि गएर अनि जति त्यो नागहरूलाई अनि यसरी तोर्माहरू दान दिँदाखेरि अनि नागहरूले अनि पछि भिक्षुलाई दान दिनु भएन भिक्षा दिनु भएन यो अनि छुटिसकेपछि अनि यसरी अनि त्यो भिक्षुकोसँग एउटा एउटा उसँग बजे सातजना एकजना अब भिक्षु थियो होला होइन एउटा उहाँको सेवक उहाँको साथको सपनामा के आएछ त भन्दाखेरि अनि त्यो त्यो एउटा भिक्षुको त्यो नागिनीलाई तोर्मा चढाउने साथमा एउटा साधाको सपनामा के देखेछ भन्दाखेरि सेवाको सपनामा चाहिँ होइन उहाँ चाहिँ पहिला मन एकदम शान्तता भएको हुँदाखेरि हामीले उहाँलाई भिक्षा दिए तर के हो त पछि चाहिँ उहाँको मनमा चाहिँ के हो त रिस जहाँ घमण्ड ज्यादा भएको हुँदाखेरि अनि रिसदेखि घमण्डदेखि डर भएको कारणले गर्दाखेरि अनि उहाँलाई भिक्षा दिनु सकेन भनेर यसरी दिनु नसकेको हुँदाखेरि उहाँको ठाउँमा भिक्षा दिनुको लागि नगएको हो भने यसरी देखाउनु भएको यसरी के हो त अनि जुन अब जुन एउटा भिक्षुको सेवकलाई सपनामा देखाएको रहेछ त्यस्तो एउटा कथा पनि छ होइन यस्तै अब यस्तो कथा बताउनु भएको थियो जुन अघि झोजे पाल्ने आदि शाहले जुन त्यस्तो एउटा कथा बताउनु भएर अनि यसरी पञ्चकलेश युक्त अनि धर्म संवाद चाहिँ राम्रो हुँदैन यो चाहिँ विष युक्त हो त्यसले कुनै पनि फाइदा गराउँदैन भने यसरी एउटा पहिला घटिएको अनि कथा बताउनु भएर अनि यसरी घटना बताउनु भएर अनि बताउनु भएको त्यही कारणले अनि अरू पक्षप्रति जहिले पनि तिरस्कार गर्ने खुट्टा तन्काउने खुट्टा तान्ने अरूलाई चित्तो बोली बजाउने त्यो चाहिँ कतै गर्न पनि हुँदैन होइन आफूप्रति राग गर्ने अरूप्रति देश गर्ने हुँदैन त्यही कारण यसरी भन्नुहुन्छ निकै दर्जीले भन्नुहुन्छ कि बुद्धि चित्त नष्ट हुने मुख्य कारण यही नै हो होइन बुद्धि चित्त आफूले ग्रहण गरेर अनि त्यसको शील नष्ट हुने कुरा यही नै हो पक्षपात गर्नु अनि अरूपट्टि आफूले सङ्कट र विघ्नबाट उल्झाउनु नै यही नै हो बुद्धि चित्तलाई नष्ट गर्ने मुख्य कारण त्यही कारणले अनि यसरी एक आपसमा झगडा गर्ने होइन पक्षपात गर्ने के हो त बौद्ध धर्म नष्ट गर्ने एउटा मुख्य कर्म यही नै हो भने यसरी बताउनुहुन्छ अब जे भए पनि के हो त अब हामी अनित्य नै हो होइन अन्त एक दिन सबै नष्ट भएर नि जान्छ होइन जन्मिसकेपछि मान्छे मर्नै पर्दछ बौद्ध धर्म त्यही हो होइन अब बौद्ध धर्म पहिला फैलिएर गयो अहिले रहेको छ एक दिन अब एक किसिमको पछि नष्ट भएरै जान्छ तर पनि के हो त अनि बौद्ध धर्म कुन कुराले अब नष्ट कुन कुराले हुन्छ कसरी यो अन्त्य हुन्छ भने अनि बुद्धको बेला पनि यसरी अब यस विषयमा कुरा उठेको थियो बुद्धले के भन्नुभएको थियो त भन्दाखेरि मेरो बुद्धले के बताउनु भयो भन्दाखेरि मेरो बुद्ध धर्म कसरी नष्ट हुन्छ भन्दाखेरि जुन मेरो धर्मलाई अपनाउने अनुसरण मेरो चेलाहरूले एक आपसमा झगडा गर्ने कलह गर्ने विरोध गर्ने एक आपसमा कहिले एकता नहुने समानता नभएको तिमी नराम्रो एक आपसमा झगडा गर्ने अनि अरूलाई तिरस्कार गर्ने अरूको खुट्टा तान्ने यस्तो यसरी अनि एक आपसमा कहला भए विरोध भए पनि बौद्ध मेरो धर्म नष्ट हुनुको मुख्य कारण यही नै हो हेतुहरू यही कारणले गर्दाखेरि मैले 5000 साल रहने बौद्ध धर्म यही नै नष्ट हुँदछ कारण यही नै हो मेरो अनुयायी भित्र एक आपसमा झगडा गर्ने होइन अनि जुन बुद्धको काया चित्तको आश्रयहरू बौद्ध मठ मन्दिरहरू भत्काउने तोड्ने अनि यसरी अबौद्ध होइन बौद्ध धर्मभित्रै बौद्ध अनुयायीहरूले नै अनि यसरी पक्षपात गर्दै नष्ट हुँदछ भन्ने यसरी अनि नाश हुँदछ भने बुद्धले वाणी गर्नुभएको छ यसरी बताउनु भएको छ त्यसरी कारणले गर्दाखेरि
यसरी बुद्धले वाणी बुद्ध कालीनमा बुद्धले वाणी गर्नु भइसक्यो हो मेरो अनुयायीहरूलाई नै मेरो धर्मले चाहिँ नष्ट गर्दछ है अरूले गर्दैन भने यसरी 25 वर्ष अगाडि अनि त्यसै कारणले गर्दाखेरि बुद्धले बताइन्छ हामीले अब होशियार सचेत रहनु पर्यो नि त हैन बुद्धले अब वाणी गर्नु भइसक्यो यदि बुद्धको वचनलाई तपाईले विश्वास गर्नुहुन्छ भने यस्तो कुरालाई हामीले धेरै विचार पुर्याउनु पर्यो नि अत्यन्त सचेत हुनुपर्ने अत्यन्त हामी सचेत हुनु हामीले सतर्क हुनु जरुरी छ बौद्ध धर्म नष्ट हुने अब देखिरहेको छ नि हामीले हैन आजभोलि हेर्नुस् न अनि एक आपसमा के हो त काला झगडा गर्ने हो अनि पक्षपात गर्ने एक कुरा काट्ने यसरी अनि राग र देश फैलिरहेको छ नि पक्षपात यसरी अनि आफ्नो दर्शन र सिद्धान्त बोल्दै अत्यन्त राम्रो राम्रो सोच राख्नु हैन आफ्नो पक्षपट्टिको चाहिँ दर्शन सिद्धान्तमा चाहिँ के हो त कहिले पनि नराम्रो कहिले भन्दैन नि दोष रहित कुनै पनि गल्ती नभएको सकारात्मक राम्रो उत्कृष्ट अरू भन्दा हाम्रो एकदम राम्रो हो भन्ने सोच ल्याउने अरूपट्टिको अरू पक्षको सिद्धान्त दर्शनहरू चाहिँ के हो त अनि नराम्रो हो भन्ने त्यसलाई एक किसिमले के हो त अरूलाई यो राम्रो होइन भने तल्लो तहमा निकाल्नु यो कुराले गर्दाखेरि के हो त पक्षपात बढेको हुँदाखेरि अनि धेरै झगडा कला भएको हुँदाखेरि यही नै हो नि आजभोलि देखिरहेका छौँ त्यसै कारणले गर्दाखेरि अनि यता भन्ने उता भन्ने अरूले भनेको आफूले चिन्ता नबुझ्ने फेरि अरूले झगडा गर्ने होइन अरूलाई यसरी उपदेश अर्थी उपदेश दिने कता कता होइन जस्तै कर्म कमसमको अब उदाहरण राख्यो भने होइन कर्म कमसम भने यस्तो उतापट्टि कर्म कमसम होइन होइन एक आपसमा यसरी होइन अनि कर्म कमसम भने कुन चाहिँ औँलो देखाउने ठाउँ हुँदैन नि उता पनि समर्थन नगर्ने यता पनि समर्थन नगर्ने अनि एउटा औँला देखाउने ठाउँ नभइसकेपछि अनि कर्म कमसम भने कुन चाहिँ हो त बौद्ध धर्म भने कुन चाहिँ हो त त्यसै कारणले अनि बौद्ध धर्म यसरी नष्ट भएर जान्छ भने नि बुद्धले वाणी गर्नु यही नै हो त्यही कारणले एक दिन अब बम यसरी फुटेर पड्केर अनि टुक्रा टुक्रा भएको जस्तै अनि एक दिन त्यस्तै नै हुँदछ त्यही कारणले गर्दाखेरि हामीले थाहा हुनु पर्दछ जुन सानो सानो समस्याहरू त्यसलाई समाधान गर्नुपर्छ अनि सानो सानो समस्याहरूलाई पनि ठुलो ठुलो दुरी भने त्यो पड्केर जाने हुँदाखेरि अनि आफूले भनेको अरूले समर्थन नगर्ने अरूले स्वीकार नगर्ने आफ्नो मात्रै हो होइन आफ्नो मात्रै राम्रो अरूको नराम्रो हो यसरी गर्दा 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 जुन निको नहुने एउटा रोग भएर जाने हुन्छ नि त्यही कारणले गर्दाखेरि मेरो ठाउँबाट हेर्ने भने मलाई एकदम डर लाग्ने कि मलाई एकदम डर लाग्ने कुरा के छ भन्दाखेरि मेरो पक्षमा हेर्दाखेरि सामान्यमा हेर्ने भने एउटा के पृथक जन हो म होइन एउटा महाविद्वान र अरूले कुनै नजाने मैले जाने भनेको यस्तो होइन होइन त्यस्तो म विद्वान पनि होइन तर किन बुद्धले चाहिँ पहिल्यैदेखि नै समयसम्म बुद्धले चाहिँ बौद्ध धर्म यसरी नाश र नष्ट भएर जान्छ है अनि बुद्धले यसरी बताउनु भएको हुँदाखेरि त्यसलाई हामीले एकदम सतर्क हुनु अत्यन्त जरुरी छ नि त्यही कारणले मैले यसरी मनमा लागेको हुँदाखेरि मिहित धोर्जेले भने यसरी उहाँको जीवनकालमा पनि उहाँले नि के हो त यसरी राग अनि देश अनि उत्पन्न हुन्छ अत्यन्त खतरा हो भने यसरी उहाँले अब थिदुङ क्याचा भित्र यसरी उहाँले व्याख्यान गर्नुभयो नि मैले यसरी थिदुङ क्याचा भित्र तपाईँले हेर्नुभयो भने देख्नुहुन्छ होइन राग र देश फैलाउने कर्म चाहिँ राम्रो होइन है यसलाई चाहिँ अन्त पार्नुपर्छ मिहित धोर्जेको कालमा यसरी बताउनु भएको छ थिदुङ क्याचा भित्र त्यसैले आज म यति नै विषयमा राख्न चाहन्छु एउटा के भन्न चाहन्छु भन्दाखेरि अब अर्को अब 20 तारिकबाट चाहिँ अगाडि चाहिँ जस्तो कि यो प्राङ्ग्य पारमिता हृदय होइन सारा होइन शिरमिङ्बुहरू अनि आर्य ताराको पाठहरू यसरी पढ्यो अत्यन्त राम्रो हुन्छ किन भन्दाखेरि अब
अब अब यसरी अब हाम्रो गाउँमा अब जस्तो कि अब दलाइ लामाको विभिन्न अब विघ्नबाधा हटाउन सक्ने उहाँलाई अनि एक किसिमको अब प्रार्थना लामो आयुको लागि प्रार्थना गर्नु जरुरी भन्दाखेरि यसरी गर्नु जरुरी छ मलाई चाहिँ के हो त भन्दाखेरि प्रवचन गर्नु आँट्दैछ है भन्दा के हो त अनि मनै नलाग्ने जब प्रवचन सुरु भयो मेरो जिउ अलिकति भारी भएर आउने मलाई अनि विघ्न बाधा त्यस्तो हुने हुँदाखेरि त्यो बेला अनि त्यस्तो नहुनुको लागि के हो त अनि यो प्राज्ञा पारमिता हैन एक किसिम के हो त यो शरमिङ्गो भनिन्छ प्राज्ञा सारा हैन प्राज्ञा हृदय पाठ हैन डोल्माहरू यसरी प्रार्थना गर्नु भयो भने यो विघ्न बाधाले पन्चाउन सक्छौं भन्ने मलाई इच्छा लाग्यो भन्दाखेरि यसरी प्रवचन सुरु नहुनु अगाडि यसरी पाठ पढ्नु होला हस्त धन्यवाद